नमस्ते, नमस्कार सम्पूर्णलाई गोपाल विशी युट्युब च्यानलमा। आज चाहिँ म यो योमबिग मार्केटमा चाहिँ सामान छोड्न गइरहेको छु र आज यो योमबिग मार्केटको चाहिँ म बाहिरभित्रको दृश्यहरू चाहिँ म देखाउन गइरहेको छु र देख्न सक्नुहुन्छ तपाईँहरूले यो योमबिग मार्केट वरिपरिको दृश्यहरू एकदम हरियाली वातावरणमा रहेको छ र विकसित मुलुकहरूमा सुस्त वातावरणको लागि चाहिँ प्रत्येक मार्केट वरिपरि चाहिँ रुख बिरुवाहरू रोप्ने गर्दछन् र यसै गरी यो पछाडिको चाहिँ हाम्रो गाडी हो र म चाहिँ घामले एकदम मेरो चाहिँ अनुहार बिग्रिरहेको छ र यसै गरी म चाहिँ अब यो योमबिग मार्केटभित्र पसिसकेको छु र यो योमबिग मार्केटमा चाहिँ देख्नुहुन्छ तपाईँले कस्टमरले चाहिँ आफै सामानहरू चाहिँ स्क्यान गर्दै गरेको दृश्य चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ यो मार्केटको चाहिँ भर्खरै न्यू सिस्टम चाहिँ अपडेट भएको रहेछ। के सिस्टम अपडेट भन्नुहुन्छ भने यहाँ चाहिँ कस्टमरले चाहिँ आफै सामान चाहिँ लिएर चाहिँ आफूलाई चाहिएको सामानहरू चाहिँ स्क्यान गरेर पैसा अनलाइन पे गरेर चाहिँ बिल त्यहीँबाट निस्किन्छ। बिल लिएर सेक्युरिटीलाई चेक गराएर चाहिँ सामान झन्झटबिन नै किनेर लान सक्नुहुने रहेछ र यसै गरी म चाहिँ त्यहाँको वरिपरिको दृश्यहरू चाहिँ देखाउन गइरहेको छु र एकदम सुन्दर स्वस्थ सुनसान वातावरणमा चाहिँ मानिसहरू किनबेच गरिरहेका छन् सामान र यो मार्केटमा चाहिँ प्रायः जस्तो सबै सामानहरू पाउने गर्छ। मानिसलाई आवश्यक पर्ने सबै सामानहरू चाहिँ एउटै छानामुनि पाउने गर्छ। देख्न सक्नुहुन्छ विभिन्न खाद्यान्नका सामग्रीहरू लगायत तेल, नुन, भुटुन, मसला, चाउचाउ, बिस्कुट, अन्डा, मासु, फलफुल सम्पूर्ण सामानहरू चाहिँ सबै एउटै छानामुनि पाउँछ र यो मार्केटमा चाहिँ आज म सामान छोड्न गएको थिएँ र छोटो समय थियो र मैले छोटो भिडियो चाहिँ बनाउनु पर्यो भन्ने इच्छा जागेर चाहिँ मैले भिडियो बनाउन गएँ र यहाँ चाहिँ सम्पूर्ण सामानहरू चाहिँ सुपथ मूल्यमा पाउँछ। यस मार्केटमा काम गर्ने चाहिँ बङ्गाली, नेपाली, इन्डियन सबै मानिसहरू चाहिँ सबै मानिसहरू चाहिँ यस मार्केटमा काम गर्छन् र यहाँ चाहिँ सबै कुरा चाहिँ पाउने गर्छ र यो मार्केट चाहिँ जापानिज कम्पनीको मार्केट हो भन्ने कुरो आएको छ र यहाँ चाहिँ सम्पूर्ण फलफुलहरू सुपथ मूल्यमा चाहिँ पाउँछ र यहाँ चाहिँ मान्छेलाई आवश्यक पर्ने खानेकुरा, लत्ता कपडा, फलफुलदेखि ल्याएर सम्पूर्ण सामानहरू चाहिँ एउटै छानामुनि पाउँछ र माथिल्लो तलामा चाहिँ इलेक्ट्रोनिक सामान होटलहरू छ र यो तल्लो तलामा चाहिँ यस्तो सानो सानो सामग्रीहरू के भन्छन् हाम्रो नेपालमा किरानाका सामानहरू, फलफुल, स्याउ, सुन्तला सबै सामानहरू चाहिँ कस्मेटिक पनि पाउँछ यहाँ। सबै सामानहरू चाहिँ यहाँ पाउने गर्छ र तपाईँहरूलाई के कस्तो लाग्यो मेरो च्यानल? हस्त नमस्ते नमस्कार। मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब